संसारभरि छरिएर रहनुभएको नेपाली सबै नेपालीहरूको जस्तै पीडा ममा पनि थियो। यो पिक्चर त्यतिखेरको पिक्चर हो जतिखेर म आफ्नो देश छोडेर अर्काको देशमा गुलामी गर्न वा मेरो आफ्नो श्रम बेच्न म विदेशिएको थिएँ। त्यति धेरै लामो समय भइसकेको थिएन, अलमोस्ट 1 इयर जति भएको थियो होला म विदेशिएको। त्यति बेला क्लिक गरेको मेरो साथीले क्लिक गरिदिएको फोटो हो यो। जुन यो फोटो साइडमा साथीले मलाई ड्राइभ गरेर एउटा ब्रान्चबाट अर्को एउटा इम्पोर्टेन्ट ब्रान्चमा मलाई लगिदिँदै गरेको यो एउटा पिक्चर हो, यो एउटा दृश्य हो जसलाई मैले पछाडि फर्केर हेरेको छु। वास्तवमा कोही पछाडि छैनन्, तर म पछाडि फर्केर हेरेको छु। लाग्छ म यो पछाडि फर्केर हेरेँ भने म कसैलाई देख्छु कि, तर मैले कसैलाई देखेको हुँदिनँ। मेरो साथीले पछाडिबाट फोटो क्लिक गरेछ, मलाई थाहा भयो त्यही समयको यो फोटो हो। जुन समय मैले अघि पनि भनिहालेँ, म एउटा ब्रान्चबाट एउटा ब्रान्च म्यानेजर भएर इम्पोर्टेन्ट ब्रान्च मिलिट्री सिटीभित्र कम्पाउन्डभित्र एउटा हाई क्यापेसिटी र राम्रो पर्फर्मेन्स भएको मान्छेलाई रोजिन्छ, त्यसमा म परेको थिएँ र त्यो एउटा सिलेक्टेड म्यानेजरको रूपमा म त्यहाँ काम गर्न जाँदाको यो एउटा पिक्चर हो। मलाई याद छ त्यो दिन। आई एम भेरी प्राउड, किनकि मैले आफ्नो देश छोडेर आए पनि विदेशमा पनि मैले एउटा प्रबन्धकको रूपमा काम गर्न पाएको थिएँ र यो मेरो सेकेन्ड अनुभव थियो जहाँ म एउटा ब्रान्चमा काम गरिरहेको थिएँ एज अ म्यानेजर। फेरि पनि म त्यहाँबाट ट्रान्सफर भएर अर्को इम्पोर्टेन्ट ब्रान्च जहाँ कि एउटा मिलिट्री सिटी मिलिट्री क्याम्पभित्रको एउटा रेस्टुरेन्टमा त्यहाँको प्रमुख भूमिका मैले निभाउनु पर्ने थियो। त्यो रेस्टुरेन्ट म्यानेजर मात्रै नभएर त्यहाँको अनुभव, त्यहाँको इन्भाइरोमेन्ट, त्यहाँको डिसिप्लिनहरूसँग मैले कनेक्ट भएर काम गर्नुपर्ने थियो। त्यसमा मेरो प्रोफाइल हेरेर मलाई सिलेक्ट गरिएको थियो। यस म पनि नेपाल हुँदा एउटा नेपाल आमालाई माया गरेको, नेपाल आमालाई धेरै माया गरेको मान्छे